दर्शकबिन नमस्कार। यतिखेर हामी पोखराको जिप फ्लायर नेपाल भन्ने ठाउँमा छौँ। यो चाहिँ जुन चाहिँ सरङकोटमा पर्छ। सरङकोट चाहिँ जमिनको सतहबाट निकै माथि यो अवस्थित छ र यहाँबाट भ्यू देख्न सक्नुहुन्छ। एकदमै हाइटमा छौँ हामी, अलमोस्ट बादलकै लेभलमा छौँ जस्तो फिल लाग्छ। अब हामी टु बी कन्टिन्यू भित्र जाने तर्कमा छ। टु बी कन्टिन्यू यहाँबाट चाहिँ जिप सुरु हुन्छ। हजुर देख्न सक्नुहुन्छ। यहाँसम्म करिब 2-3 वर्ष अगाडि आउनु चाहिँ केही पनि थिएन। अहिले चाहिँ धेरै फेसिलिटीहरू थपिएको रहेछ सरङमा। यहाँ चाहिँ टिकट काउन्टर रहेको छ जिपलाइनको। यसै कम्पाउन्ड एरिया भयो। यतापट्टि रेस्टुरेन्टहरू बनिरहेछ, लज निकै राम्रो रेस्टुरेन्ट लज रहेछ। भ्यूको लागि चाहिँ सरङकोट चाहिँ नम्बर 1 छ है गाइस। तपाईँहरू चाहिँ पोखरा आउनुभयो भने सरङकोटको भ्यू हेर्नु चाहिँ नबिर्सिनु, एकदम बढिया छ। यहाँबाट हाम्रो जिप सफारी छ। निकै राम्रो भ्यू पोइन्टमा रहेको छ। यो साइडमा एउटा रेस्टुरेन्टहरू पनि टन्नै बनिसकेको रहेछ। हजुरलाई कस्तो लाग्यो त यो जिपलाइन? खतरा के छ मन? अब जिपलाइन गर्ने हो त? अनि हजुरलाई के लागिरहेको छ निर्मला? अनि हजुरलाई अस्मिताजी ठिक छ? मिस च्यानलजी अब हामी बुझ्दैछौँ गाइस। यही नै हो सरङकोटको जिपलाइन गर्ने, यहीँबाट हो। अरू तपाईँ जिपलाइन गरियो भने तलको भ्यू देखिन्छ, नभए देखिने भनेको मेन पोइन्ट भ्यू यही नै हो। भिडियो चाहिँ कस्तो लाग्यो हजुरहरू? लाइक सेयर कमेन्ट गर्न चाहिँ नबिर्सिनु। जिपलाइन गयो है गाइस। कति फास्ट हो त? कति फास्ट जान्छ त? सत्यमा चाहिँ झऱ्यो त? सत्यमा चाहिँ झऱ्यो त? कति तल छ? यहाँबाट भर्खरै 2जना मान्छे आम्फराले है यो भनेको मतलब चाहिँ जिप लाइनिङ गऱ्यो भन्नु ल। यही गाइस। अब हजुरहरूलाई कस्तो लाग्छ लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला। योभन्दा भिडियोहरू खिच्न सकिएछ भने पछि देखाउनु है। यस्तो गाइस बाई ल गाइस। फेरि अरू 2जना जिपलाइनमा चढिसक्नु भयो। जिपलाइनमा गाइस यसरी चाहिँ स्टार्टिङ सुरु पोइन्ट गरिन्छ। यो चाहिँ ओल्डकै सबैभन्दा लार्जेस्टमा पर्छ। करिब 1.5देखि 2 किलोमिटरको दूरी भन्नुभयो कि यसको डिस्टेन्स भन्नु तल हो। यहाँबाट जिपलाइन गएर यहाँसम्म